मेरो दोहा इन्टरनेसनल एयरपोर्टको फर्स्ट सोलो एक्सपिरियन्स म सुनाउँदैछु है। जुन दिन मेरो फ्लाइट थियो त्यो दिन चाहिँ सायद कम प्यासेन्जर्स हुनुहुँदो रहेछ होइन। अनि मैले झ्याल छेउको सिट इजिली पाएँ भनौँ न, नभनिकन पनि। सो झ्याल छेउको सिट रोज्दाखेरि चाहिँ भ्यू इजिली भ्यू हेर्नको लागि सजिलो हुन्छ। अनि मलाई यो राम्रो लागेको भिडियो क्लिप चाहिँ मैले अपलोड गरेँ, जहाँबाट सिटी हुन्छ नि को भ्यूज राम्रोसँग देखिरहेको थियो। एकदम क्वाइट फेसिनेटिङ है, अट्र्याक्टिभ। अनि दोहामा छोड्नै नहुने पार्ट भनेको दिस जङ्गल है, यो जुन स्पेस छ नि जङ्गलको, इट इज सो लाइभली, सो रिफ्रेसिङ होइन। इट सुड नट बी मिस्ड। अनि सी द सिलिङ, इट इज क्वाइट लाइक वेभी स्यान्डी टाइपको होइन। अनि मेरो अर्को 1 घन्टामा फ्लाइट भएको कारणले गर्दाखेरि एकदम रस थियो। अर्को फ्लाइट क्याच गर्नको लागि एकदम हतारमा हिँड्दै थिएँ यताउता हेर्दै होइन। भिडियो खिच्नको लागि चाहिँ खासै टाइम थिएन, त्यही पनि खिचिरहेको थिएँ। अनि अर्को क्वाइट फेसिनेटिङ थिङ भनेको दोहा इन्टरनेसनल एयरपोर्टमा चाहिँ प्यासेन्जरलाई वान प्लेसबाट अर्को प्लेसमा लानको लागि चाहिँ फ्लाइट क्याच गर्नको लानको लागि चाहिँ ट्रेनको व्यवस्था रहेछ कि। ट्रेन देख्नु हेर्नु पनि यो चाहिँ मेरो फर्स्ट टाइमको एक्सपिरियन्स है। सी द साइज अफ ट्रेन, क्वाइट स्मल पोर्टेबल टाइपको होइन। अनि यो पनि फर्स्ट टाइमको एक्सपिरियन्स है मेरो ट्रेन चढ्नु पनि होइन। आई वाज ट्राभलिङ अन अ ट्रेन फर्स्ट टाइम, फिलिङ ग्रेट। अनि सो आई वाज इभन क्लिकिङ पिक्चर्स। अनि अर्को कुरा भनेको दो सर्ट थियो टाइम पिरियड होइन। भिडियो खिच्दै हेर्दै रमाउँदै थियो, एकदम रस थियो तै पनि। यस, आई वाज इन्जोइङ क्लिकिङ। अनि यताउता हेर्दै मक्ख पर्दै थिएँ होइन। अनि विथ सी द प्यासेन्जर्स क्यारिङ भेहिकल, दिस वाज लाइक देयर आर टु मेनी होइन। अनि सपहरू ब्रान्डको यति धेरै नि होइन, एकदम अट्र्याक्टिभ। अनि के लाइट्सले गर्दा झन् अट्र्याक्ट होइन, हेरेर छिरौँ किनौँ जस्तो अनुभव चाहिँ हुने रहेछ। यो सर्ट 1 आवरको ट्रान्जिट पर्दा म मेबी दोहा इन्टरनेसनल एयरपोर्ट त्यति धेरै एक्सप्लोर गर्न चाहिँ सकिनँ होला, नट इनफ होइन। तर जति सकेँ आई डिड। अनि आई वाज क्वाइट ह्याप्पी अल्सो त्यो टाइममा। साँच्ची भने कोच सी धेरै ब्रान्डहरूको सब। अनि या क्वाइट फेसिनेटिङ अल्सो। यस।